दमौलीबाट तनहुँसुर जानु पर्यो आज। यसो स्टेट एकदम
पाहुनालाई यसो वेलकम कार्यक्रम यहाँ होमस्टे आइपुग्यो। बटे हेर 3 वर्ष अगाडि कस्तो थियो हामी आउँदा, ठ्याक्कै 3 वर्ष भयो। त्यो त जस्ता तस्तै हो। यो चाहिँ लोकल पर्नु भयो। अङ्कल चाहिँ यहाँ भाले छान्दै जो आउँछ ल भाले छ आज ल यो चाहिँ मेरिनेट गरेको होइन, मासु हो, पोलेर खाने हो। यो भैँसीलाई नि मटन भन न, ए मटन अरे वाह भन न। अहिले मैला छ सुमित, काठ हो कि के हो? यो पोल्दा जान्छ। यसलाई नि मेरिनेट गर्ने हो। यता फेरि अर्कै छ कहानी, लोकल कुखुरा 3 जनाले खाने। अमिलो हाल्ने कि नहाल्ने? अमिलो त ब्रोइलर मात्रै हो कि हाल्ने, कडा गर्नलाई। यो आफैमा कडा हुन्छ। यहाँ त रक्सी हाल्दै हो लोकल होइन हो, मासुमा हाले हो। अब तिम्रो विचार, अब तिम्रो विचार मासुमा हाले। मलाई झ्याप भयो। घिउ पनि हाल्ने? चट्ट मिक्सरमा पिरो कति गर्ने हो नि? ससेज नि मिसाउने होला नि त त्यहीँ। छुट्टै पोलाम लाग्यो। ल्याहा छ यो के त भने होइन ऊ भने अर्कै ऊ के भन्छ त्यसलाई? सस छ के त्यो मिसाउने हो भनेको। ससहरू के छ देखाउनु। त्यो त अहिले खाने बेलामा त्यतिकै खान मिल्छ है, हामी मिसाउनु परेन। अब यहाँ बारबिक्यू बनाउने। दाउराको चाहिँ के प्रब्लम छैन बाबु, अरू भन्दा पनि है। हजुर, सुन्तलाको दाउरा चाहिँ 500-600 सुन्तलाको दाउरा, सुन्तला पहिलो लट मरेको सुन्तलाको दाउरा हजुर पुरै चाहिँ अहिले चाहिँ एकदम चाहिँ होमस्टेमा चाहिँ अर्कालाई पनि सजिलो भएको छ, आफूलाई पनि सजिलो भएको छ। जो सुन्तलाकै हो सबै? सुन्तलाको हो यिनीहरू सबै सुन्तला दाउरा कच्चा नि। तल चाहिँ एभोकाडो लिड चाहिँ एभोकाडो लगाएको ठाउँ नि सुन्तलै हो है हजुर। दाउरा। अब यो वर्ष चाहिँ पुरा मठारिन्छ होला। यता माथि चाहिँ 5 रुपियाँ, तल 10 रुपियाँ है। सबै यहाँ घरमाथि पुरै चाहिँ सुन्तला दाउरा। बोल्ने सिस्टम फेरि यस्तो हो क्या? साथीहरू है, तिनीहरू त सुत्दैन कोही त। किन रमाइलो? ए आज त नि न्यानो है यस्तो। त्यो त गजब हुन्छ नि। अनि यसरी आउने नै त्यही हो क्या अङ्कल? त्यही नै हो। किन भन्दा अब घरमा त सधैँ सुतिरहेको हुन्छ, यहाँ आएर तिनीहरू चाहिँ अब आनन्द चाहिँ लिने दायाँ बायाँ। प्रायः त्यस्तो त जान्नु नि तिमीहरूको जाँदैन त्यहाँबाट ल्याएपछि चल्लु अग्लो भनेको। ल ल रायो सालको डुब्रोले हाल त। ल हाम्रो यहाँ बारबिक्यू पोलन पालन भइरह। ल अङ्कल आसन ग्रहण गरिदिनु होला। त्यो हटाइदेऊ, हटाइदेऊ। अङ्कल बस्नुहोस् त। बस्ने होइन, आसन ग्रहण। अब यो झार सफा गर्ने। ल हाम्रो रेडी भयो टेन्ट हाउस। ल टक्क
ओहो ढिलो भएछ नि त हामी उताको प्रोग्राममा लाग्यो अघि चाहिँ के भन्दा अघि अर्को भयो अहिले होचो भयो अलि अलि बेसरी होचो भएखेरि यसलाई त यो त बाफ फेरि पाइने हो कि बाबु ज्वारोले सुन्यो भने त्यही त ल मासु रेडी हुँदैछ ल अब त सुट पनि गर्दा नि हुन्छ नि कार्यक्रम ल पाकेछ अचार बन्छ अचार बनाउने हो त बनाउँदैन हामी बोइलर पर्यौँ ल आउनुहोस् केही हुँदैन भोलि बिहान भयो भइहाल्यो नि यहाँ शीत परिसक्यो हा अघि बाइक पनि चिप्लेको थियो एकचोटि त कुकुर होइन बाइक हो ठाडै ओह्राल्नु परेको अनि यहाँ चिप्लेको थियो कि डट धरि चिप्लेको अम्मा थियो हजुर हामी पनि 3 वर्षपछि आएको हो क्या पाहुना हो पाहुना आइज हिँड केही गर्दैन यसले आइज भोटे आइज छिटो छिटो आइज भोटे भोटे हो ओरिजिनल भोटे डाँडाबाट ल्याएको ल आउनुहोस् त नि आइज आइज भोटे के अम्मा पाइसक्नु भयो यो होमस्टे आउन साह्रै सुख पाइयो रे यो सुख पछिको दुःख रमाइलो हुन्छ नि त अनि हामी पनि तपाईँहरूलाई कुरेर बसेको होइन सुन्तला पाकिसकेर एक प्रकारको सुन्तला चाहिँ पाकेको छ पहिलो लट पाक्यो बनाएर भ्लग के बनाउने हो लगेर यस्तो सम्मान देख्थ्यौ ल्याएर टक्क सम्मान राति 11-12 बजे पनि सुन्तला अब घाँटी त समाते तपाईँहरूलाई कुरेर बसेको नि त अनि धन्यवाद तपाईँलाई दुःख पाउनु भयो मैले होइन दुःख होइन हामी त रमाइलो गरेर बसिरहेको थियो क्या सबैजना भएर हामीलाई पनि पठाइनुहुन्छ फोटोहरू के पेसे छ के छ यहाँ पेसे बस्छ यहाँ पत्ता लगाउने भयो यहाँ आज भनेको थिएन कोले पत्ता लगाउने भयो त्यही भएर सोधेको तपाईँहरूलाई पहिले मैले गाह्रो पिरो अमिलो केही पर्छ होइन लाइभ होइन यस्तो हजुर होइन होइन अङ्कल भयो भयो हामी त यहाँको घरको मान्छे हो नि कता जानु भएको छ नि यही हो हाम्रो होम अब यसैमा स्टे गर्ने ल हुन्छ हुन्छ बुहारीले झैँखटी ल्याउँदैछ यहाँ ल अङ्कलले तातो घिउ हजुर मलाई नि आफ्नै घरको फिल भइरहेको मलाई आफ्नै घरको मात्र मन पर्छ यो त फेरि हाम्रो घरको पर्यो समस्या के हो माया त अङ्कलले अनि एकदमै नरम मिठो चाहिँ केटा हामी चाहिँ टेन्टमा आइयो है केटाहरू को छ यहाँ हेलो कसरी हो यो ओन्नी को छ हो यहाँ यो ओन्नी कसरी हो कम्मल भए सजिलो हुन्थ्यो हेर झन्
ल ओइ मजा समस्या के हो यसको के हो छेउछाउमा मलाई राख्ने तिमी जाँगेला जस्तै लगाइदिने हो ह जाँगेला जस्तै रे ल चेन लगाइदेऊ टक्क होइन झ्याल खोल्ने कि नखाल्ने झ्याल कुन हो झ्याल हाने किन खोल्नु पर्यो अहिले सास सुकुस मुकुस भयो नि खोलाउँला यो खतरा टेन्ट यसले खतरा काम गर्दो रहेछ त होइन यो टेन्टकै लागि बनाए जस्तै भयो त समस्या के हो यहाँ तुम मेरे से प्यार करती है कि नहीं मन्छु हेलो ल हामी चाहिँ अब सुत्न लाग्यो टेन्टमा होइन हाम्रो प्रोग्राम सकियो पाहुनाहरू सबै रिजाइसकियो होइन ल उठौँ काम लागिसक्यो त्यतै सुत्नु घर नआउनु त्यतै बस्नु तँलाई गाह्रो हुन्छ कि बुढी अरू भन्दा नि मलाई चिन्ता लाग्ने त्यो हो कि टेन्ट पनि जानु भयो कति मोया भनेको साथमा पोल्ने यसो पोल्नु पर्यो कहिले पोल्ने हो आजै पोल्ने सब सुन्तला यो चाहिँ अहिले बेला भयो खानालाई कति गुलियो हो है यस्ता 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 दिनदिनै खाना पाए त होइन मोटाइन्थ्यो होला है दिपु दिपु मिठो भए हामीलाई त भइरहेको छ है हल्का घुमाएर सुन्तला धेरै भएर भाँच्यो हाम्रो गार्ड लाइन
डल्ले हो यसलाई डल्ले भन्दा नि ज्यान मार छोड दो नकाट्नु के नकाट्नु है कुखुरा काट्ने होइन छोड उम्कियो